यो साल्ट लिक साइट हो जुन चाहिँ हर्बिभोर्सहरूको लागि एकदमै इम्पोर्टेन्ट हुन्छ र यो साल्ट लिक चाहिँ मोस्टली साल वनमा हुन्छ र यो साल्ट लिकबाट यो माटो चाटेर मिनरल्सहरूको परिपूर्ति गर्ने यो हर्बिभोर्सहरूको लागि एकदमै इम्पोर्टेन्ट हुन्छ र यो साल्ट लिक साइटमा मेनली अङ्गुलेट्सहरू जुन चाहिँ स्पोटेड डियरदेखि लिएर साम्बर डियर अनि त्यसपछि गएर मेगा हर्बिभोर्समा अब राइनो अनि त्यसपछि गएर इलिफेन्टसम्म जनावरहरू पनि आएर यो नुनको लागि चाहिँ माटो खाएको छ, जसले गर्दा यो चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ हर्बिभोर्सहरूको लागि। र यो तराईहरूमा मेनली चाहिँ यो अवस्था हुन्छ भने माउन्टेनमा चाहिँ रकहरू चाटेर ढुङ्गाहरू चाटेर मिनरलको मात्रा परिपूर्ति गर्ने यो हर्बिभोर्सहरूले गर्ने गर्छ र यसको फ्लो गर्दै विभिन्न प्रेडेटरहरू बाघहरू पनि यसको पछि गएको देखिन्छ र यसको रिलेटेड एउटा पेपर पनि पब्लिस भएको छ, एनइफेक्टिभनेस अफ साल्ट लिक साइट इन बर्दिया नेसनल पार्क फ्रम नेपाल भनेर। So this is the salt lick site which is very important for the herbivores animals, which the animals leak the minerals from the salt lick site. So from the ungulates like sambar deer, spotted deer, barking deer, and even the pyramids and mega herbivores like elephant and rhino, they use the salt lick site to take the minerals from these leaking sites. So it is very important. Thank you very much.